हेलो गाइस, यो पछाडि देखिराख्नु भएको छ यो हाम्रो स्कुल तल धनबारे हैन गाइस यहाँ हेर्नुस् यो रुन्ची जुका लगाएर रुनी जुत्ता खोलेर हेर अहिले जुत्ता भित्र जुका हुन सक्छ भन्दाखेरि आँखा हेर जुका हुन सक्छ अर्कोमा नि हुन सक्छ उतिखेर हामी हाम्रो गाउँ हेरौँ यो तल सानो मात्रै देखेको ओ यो हाइवे नेसनल हाइवे त्यहाँनिर त्यहाँ भुइँमा भने यो जुकाको भिडियो रेकर्ड भइसक्यो ओ यही छ जुकै भुइँमा जुका छ यो उसले कला ओ गोडा मान्छ हेर्छ त यहाँ छ मान्छेको बसाएर ए सरी रा यो त सेकेन्ड इन्जरी त पोपट रहेछ नि ओहो यता आउनु भाइ जुको जुका लाग्यो जुको है आजल जुको जुको है अझै खिच्यो मेरो भिडियो खिच्ने ल गाइस गाउँबाट चाहिँ हामी निक्लिसक्यौँ त्यसपछि चाहिँ हामी एउटा टाइप अफ भ्यान अर बसमा चाहिँ हामी धनगढी लाग्यौँ ल गाइस हामी चाहिँ अटोमा बसेर हाम्रो ठुल्दारीको घर पुग्यौँ अनि हामी चाहिँ नुहाउनलाई रेडी भयौँ नुहाएर हामी चाहिँ छिटो खाना खाइसकेपछि मेरो कजिनहरूसँग गेम खेल्दै थियौँ र हामी रातिको 2 बजेसम्म मजा गऱ्यौँ धेरै फरक खानेकुराहरू बनाएर खायौँ पनि भइहाल्यो ल गाइस हामीले चाहिँ यसो खानासाना खाएर सुतेर बिहान भइसक्यो यहाँ यो ढुल्डाडी यो ड्याडी यो चाहिँ म यहाँ रहेछ हामी चाहिँ ठुल्डाडीको घरमा आएको छु धनगढी यी म यो त म भाइ चाहिँ त्यहाँ छ कुराकानी हुन्छ आँखैले मन चोरी लग्यो उसको सासैले बेबी डोन्ट लेट मी गो भन्छे नजिकिँदा फेरि आत्तिन्छे 1 स्टेप 2 स्टेप 3 स्टेप 4 फेरि तिम्रो सानी नाचेको त्यसपछि चाहिँ हाम्रो चकचकी सुरु भयो मेरो कजनहरूसँग दादा र दिदीसँग हेर्नु होला गेम खेल्दैछौँ ल गाइस उहाँले भन्नुहुन्छ ल छैन यार त्यहाँ त ल गाइस गोबर कस्तो हुन्छ आए गाइस एकैछिन के भएन ल गाइस यो चाहिँ रङ एन्सर भन्नेवाला गेम खेल्ने हो ब्याकग्राउन्ड इग्नोर गर्नु होला यो चाहिँ रङ एन्सर भन्ने सही एन्सर भन्यो भने चाहिँ कुरा खान्छ ल मेरो पालो है फर्स्ट ल पेसा हाल्यो भने त म कुट्दिन्छु है फेरि ल फाल्ने भएको धराइनुको पिसा हाल्नु है ल मायाले हाल्छ खै हाल्नु त पिसा हाल्नु के टाउको मान्ने नै भने टाउको हाल्ने के टाउको फुट्यो भने के हाल्नु त्यसलाई दुईचोटि हान्ने हामी ल म त के बस्छु नबस उठेरै हाल्नु पछाडि पिठमा हाल्ने पिठीमै हाल्ला बिस्तारै ल सुन्नु घोडासँग के हुन्छ
दाँत कस्तो कलरको हुन्छ पहिलो रातो भइसक्यो कुरा खाइसक्यो नि हुन्छ ल अब कस्तो सानो भएन भएन। तिन के लामो भिडियो जान्छ कि मान्छेले के खान्छ घास ढिलो गर्दा मलाई हालेन पहिलो एकछिन त सोच्नु 2 सेकेन्ड 5 सेकेन्ड 5 सेकेन्ड त धेरै हुन्छ है रुखमा के हुन्छ मैले त सोधेछ एकजना तिनवटा होइन अनि तै सोधेर फटाफट सोच्दै हुन्छ नि फटाफट फर्र तिमीले एक क्वेसन भयो सोध्यो ल सुन्दै अब उसले 3 खाइसकेछ हाम्रो 3 खाने अनि एक गर्छ ल ल सोच अब सोच मैले सोधे तिमी के खान्छौ टिभी अब सोच मैले सोध्यो टिभीले के खान्छ कुर्सी एउटा क्वेसन लाग्यो होइन कुर्सीले के हक्छ मोबाइल सक्ने भएर ल अब कसो लाग्यो अब अर्को पालो मेरो त आउने नै पाल्नु म त झन् राइट राइट भन्छु मुन्ना त पनि आउँछ अहिले फेरि यस्ता हाल्नु ल उठ्नु नि तपाईँ पनि होला देखा पिठीमा हाल्ने कमाउँदैन गाडीले हाल्ला ल नि त्यो राखामा के छ आलु हालु त के खान्छिस् हो सही कुरो पनि बुझ्न खान्छे यो बुझ्न खान्छे सही आन्सर सही त आन्सर दियो रे ल छिटो यसरी बिना काममा यति हाल्छु अब छिटो बेलुका के हुन्छ परेला परेला पनि हुन्छ अब म सोध्छु ल अनि त्यसरी घरमा के हुन्छ काटी हुन्छ लाग्यो सरी दुई लाग्यो फटाफट भन्ने कि सोधेर भन्दैन अनि त्यसपछि त्यो त म पिठा खान्छु झ्यालमा के हुन्छ परेला ए पर्ला हुन्न के घोडाको के हुन्छ हुन्छ त प्राइभेट हुन्छ तपाईँलाई के हो त्यहाँ हाल्दैन खाली बच्चाहरुको भाइ जानु One, two, बस्दै बस बस्ने उभिन्छु म 1 2 पहिला क्वेसन छ ल ल पिठीमा के छ वो अरे लोक पहिला उसो फटाफट भन्दै फटाफट याद गर तीनटा क्वेसन याद गर तपाईँको बाबाको नाम के हो हरिमूर्ति भनिहाले ल भाइले के खान्छ क्वेसनै सुनेन मैले भाइले के खान्छ मैले गाईले के खान्छ सुनेको थिएँ घाँस घाँस तिमी छ त घाँस रे बाघले के खान्छ त बाघ पनि अब ल बाघले खाइहाल्छ नि कहाँ घाँस खान्छ भाइ पढ्दै हो मेथी बनाएर कहाँ जन्मेको थियो म भित्र भन्दा के के त्यो भन्दै अमेरिका 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 भयो अमेरिका तपाईँको सानो दिदीको नाम के हो अस्ट्रेलिया ए न न अस्ट्रेलिया भनेर भइसक्यो सब तिनवटा एउटा बाँकी छ यो घरमा के छ गोबर 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 यो के मर गयो अब मेरो पालो यसले छेक्का पनि छेक्काउछ हामी छेक्काउँदा त किन छेक्काउँछ होइन हामी छेक्काउँछ अब मेरो पालो अब के खेल्ने हामीले खेल्ने ल ल यत्तिकै घोप्टे आउने आँखापट्टि लाएर सबैले गरेर ड्यामै हान्ने आएर खेलौँ ल गाइस अब चाहिँ हाम्रो के डिसाइड भयो कि आहा सबैको आहामा के भन्छ आहामा के भन्छ पट्टी बाँध्ने अनि त्यसपछि एकअर्कालाई हान्ने ल स्टार्ट स्टार्ट खै त बोकरको हामीलाई थाहा त तर मैले चिटिङ धेरै गरेँ होइन उठाइ उठ त धेरै चिटुवा चाहिँ चिटिङ गर्ने सो गाइस एकैछिन ल गाइस हामीले चाहिँ यहाँ वातावरण बनाउँदैछौँ हेर्नुहोस् यहाँ यस्तो यस्तो यहाँ टेबल यो कार्पेट सबै राख्छौँ हिजो यही खेल्दा यहाँ लडाएँ अनि हिजो हामी राति के गरेको थियौँ के बनाएको थियौँ
चिया चना होइन चटपट बनाउने प्लान थियो अनि गजबको पिरो चौसा बनाउने प्लान थियो तर अर्को ठुलो दिदी पसल जानु भएन त्यही भएर प्लान फ्लप भयो अब चाहिँ यहाँ ब्याकग्राउन्ड हेर्दै जानु किडन्याप गराउँछन् यहाँ चाहिँ एकदम मान्छेहरू एकदम घटिया छन् ल गाइस अब चाहिँ हामी म चाहिँ आज जान आँटेँ फेरि काठमाडौँ त्यही भएर अहिले छिटो पिरो गर्नुलाई ल कहाँदेखि आयो के कहाँदेखि आयो भनेको के थाहा मलाई त्यो सिरानीको होला नि त सिरानीकै हो कुन ल लाग्दैन नि यसले खै कसरी हान्छ जस्तो आमा चाहिँ म यसले लाग्दैन नआउने कसरी हान्छ नि मान्छेले ल्याए कसरी हो आफ्नो आफ्नो ल्याउने चुप्प लागेर आमा चाहिँ म गर्नु पर्दैन यदि जोडले लाग्ने नल्याएर यो भयो यसले आमा चाहिँ दुईटा सल ल्याउनु पर्यो नि त एउटा आँखा चाहिँ म गर्नलाई यहाँ नआउनु एउटा आँखा चाहिँ आफू लिएर आउनु म कहाँ ल्याउनु मलाई ल्याइदिनु पहिला क्यामेरा बियर मार्ने लागिहाल्यो मलाई तपाईँको मैले मान्छे बानीसँग हो हेरो देखाउनु त यहाँ क्यामेरामा ल ल यहाँ क्यामेरामा देखाउँ उहाँले चाहिँ बानीसँग हो तिमी दुईटाको म बाँधिदिन्छु भने त ए तपाईँ त भरे लाग्दैन ए बहिनी रोक मैले हाल्न थाल्दैन फेरि घोप्टै हाल्छु फेरि चुप्प लागेर त्यही बान्दै भयो गाइस यार कसले चिटिङ गर्यो भनेर थाहा पाइहालिन्छ के हुन्छ यहाँ चिटिङ अनि भाइ यो कार्पेट नहटाइ किनकि कार्पेट यो कार्पेट छुने बित्तिकै थाहा पाइहाल्छ नि यहाँ जान त्यही त राखेको त हो ल सरी आइडिया चाहिँ बब्बाल छ चिउ लाउनु ए मेरो हातै खै धोती मेरो धोती मित्र म लगाऊँ अब आमा सक्यो यार धेरै देखिएन हल्का देखिन बनाउनु हुँदैन हल्का यस्तो हाल्छ अहिले फेरि हल्का पनि देखिनुहुन्न जसले चिटिङ गर्छ खै मेरो त यो हो नि त फेरि एक किसिममा अरे हात देखि नै लाग्यो त यार दिदी मैले भाइलाई पुग्नु पर्छ हो ठिक छ ल ल मैले चाहिँ मेरो रेडी पारेँ ल एकैछिन को हाल्यो आयो भाइ हो ए ल त्यो भाइ जाने भन्न लाग्यो दोकान नभन रेडी पक्नु मेरो यहाँ लिनु पर्यो नि त ल है हेरिरहनु भएन यो त अन्तल गर्नु ए हेरिरहनु मेरो आँखा कस्तो आँखामा हान्नु चाहिँ कसले तपाईँले देखिरहेको थियो हेरिरहेको थियो मेरो आँखा बिस्तारै हान्नु क्या कस्तो जोडले हान्नु भयो ए वाइफाई हल्लेर मैले हेरेको छु वाइफाई हल्लियो एकैछिन मेरो आँखा दुख्यो मलाई खै एकछिन छोड्नु आँखामा चिसो पानीले दिएर यहाँनिर यस्तो हान्नु भएको कस्तो चिसो पानीले दिएर दुधिनमा बाह्रमा बिस्तारै हान्नु के कस्तो जोडले हान्नुहुन्छ यहाँ वाइफाई हल्लेर ल गाइस ल फेरि बन्द गर्नुहोस् बेसर हान्नुहुन्छ बेसर हान्नु भयो भने फेरि यो आँखै खोलेर हान्ने है आँखा खोलेर हान्ने हो केही केही छैन रोक यार मैले आफ्नो अस्त्र पनि चलाएको अहिले आँखा बन्द गर्नु पहिला देखियै छैन अब ल यस्तो हुन्छ ल 3 2 ल 3 मेरो उड्यो एकछिन मेरो कहाँ उड्यो
यो मेरो मेरो खाइता मलाई खोज्न दियो मेरो लेख्यो कसले हाल्यो मेरो खाइता मेरो ल्याउने भाइ काहीँ यो कोठा छैन आँखा खोलेर हान्नु अब मैले आवाज सुनिराख्ने हो आवाज सुन्यो बेसरी त हान्नु पाउनु बिस्तारै हान्नु न कस्तो जोड हाने को हो यो भन्ने म सुन्दैन मान्छेहरूको कुरा मलाई खोजिरहेको नि मैले खोजाएको अहिले फेरि आँखा खोले बिस्तारै जोडेर आयो भने भनिहाल्नु को यो सर्टको जस्तो घुम्ने कसले हाल्यो पछाडि बाटो यो बिस्तारै हान्ने जोडले हान्नु पनि हुन्न जान्छ नि होइन कस्तो चोर छ यार म त कुनै जति पिटीमा रातो रातो उडेछ यहाँ कसले खाएछ भन्दा बढी मैले यहाँनिर कसले हाने यहाँनिर यस्तो हान्यो बसिहाल्थेँ यस्तो गरे पेड म यहाँनिर होइन यहाँनिर बसेको थिएँ कसरी बसेको थियो भन्दै रहेछ नि म यत्तिकै बसिहाल्थेँ बसेर ल भिडियो हेर्न सक्यो आयो भिडियो अब अर्को गेम हामी आज कसले कस्ता कति भिडियो हेरेर भेट्दै ल यो सबभन्दा कम खायो यो भाइ यो दिदी तर भाइले दिदीलाई एक दुई हान्छन् बहिनीलाई पनि गर्छु के छ त्यसमा यस्तै गाइस यहाँ चाहिँ यस्तो छरपस्टै छ ल अब अर्को गेम खेलौँ न अर्को गेम तिनटै बसौँ 1 2 3 गरौँ उठाउँ दुईजना उठ्छन् दुईजना बस्छन् दुईजना उठ्छन् एकजना उठ्छ जो उठ्छ त्यसले माताश्री तिनटै बस्ने 1 2 3 गो गर्ने बस्ने बच्यो उठ्नेले उठेर हान्छ मानौ त्यो बुझे तर एकचोटि उठ्नु पर्ने एकचोटि बस्नु पर्ने बुझे नानी उठ्दा नि हुन्छ बस्दा नि हुन्छ बसिराख्नु चाहिँ
केटा बसेर हात चलाउँछ कि त्योभन्दा ट्रुथ डेयर खेल्यौँ क्या अनि डेयर खतरा खतरा दिने डेयर जस्तो दिए पनि गर्ने हो नाइ ट्रुथ दुईचोटि मात्र चुज गर्नु पाउने त्योभन्दा बढी एकैचोटि चाहिँ दुईचोटि जस्तै ट्रुथ अनि अर्कोचोटि पनि ट्रुथ गरेपछि एकचोटि डियर युज गर्ने सिम्पल हामीले खेलेको थियौँ हो ल त्यही गरौँ ल गाइज अब चाहिँ हामी अर्को गेम खेल्नको त्यो गेम चाहिँ कस्तो गेम मान्छेलाई यतिकै गरेर कस्तो गेम यतिकै छोडिदिने हो त्यो गेम चाहिँ मेरै फोन खस्यो यार केही छैन के गरे होला ल छिटो छिटो भाइ खेले ल म ल त्यहाँ बच्चाले क्यामेरा नदेऊ लगाइ हामी पोइजन खेल्नको ल पहिले पोइजन गर्छ ल लास्टमा मैले बिहा दिएको यो चाहिँ फोर्थ ट्राई हो गाइस यति जतिको मान्छे खतरा हाल्यो यहाँ तल पनि छ आफूले चोर्याएको ब्याट ल यो पोइजन त आमा ल उता फर्किनु न भयो भएन घर ल मैं चाहिँ गर्छु त बाबा मेरो दादा फर्का ल अस्ति ताली बाबा सेफ 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 एकछिन उपसी पुलिसमा मैले समान फर्स्टमा समान हो मेरो एउटा रहेछ यार दुईटै पैसा नि यो मेरो पैसा नै यो उसको पैसा न मैसँग आयो एउटै कुरो त भयो ल मैले डोनेट गरिदिएँ ल डोनेट गरिदिएँ ल ल भयो आऊ मुझको उसकी आंखों में पहला काजल बातों से करती घायल सांसों में उसका ही है नाम You like my hair? She thinks just bought it. I see it, I like it, I want it, I got it. ल गाइस हामी चाहिँ 2-3 दिन धनगढी बसेर काठमाडौँ जान आँट्यौँ हामीले चाहिँ गाउँ र धनगढीमा एकदम रमाइलो गऱ्यौँ तपाईहरूलाई यो पार्ट 1 पार्ट 2 पार्ट 3 मन परेमा लाइक सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु हामीलाई चाहिँ अलिकति स्याडनेस थियो किनकि गाउँबाट हामी 5-6 दिनमै फर्कियौँ भनेर यो हाम्रो तीनवटै पार्टमा भिलेज लाइफ कस्तो हुन्छ भनेर पनि छ र साँच्चैकैमा भिलेज लाइफ एकदम गाह्रो हुँदो रहेछ but we enjoy a lot. I play different types of games with my cousins. That part is the best in this video. We get refreshed but little bit sadness also. मुझको उसकी आंखों में पहला काजल बातों से करती घायल सांसों में उसका ही है नाम I don't need no money. You worth more than diamond, more than gold. As long as I keep there. Free up yourself, get out of control. Baby, I don't need dollar bills to have fun tonight. So when I die,
गाइस हामी चाहिँ घर पुग्यौँ ल गाइस हामी चाहिँ घर पुग्यौँ ए भाइ चाहिँ खाँदैछ म चाहिँ यहाँ छु अब चाहिँ हामी एकछिन बस्छ हामी चाहिँ टिभी हेर्दैछौँ भाइ हेर म हेर होइन है हामी घर पुग्यौँ भन न भाइ चाहिँ नुहाइसक्यो अब म नुहाउनु बाँकी छु नमतीको साइत राखी सजेको फुल पाती लैभरि लैभरि So guys, thank you for watching this 3 parts and don't forget to like, subscribe and share.